जोश की हत्या का अपराध तुम्हारे हाथों पर होगा। अगाडि बढ होइन उता यहाँ बस्दा इन्द्रको अनि चिनै भाइको मुख देखिए नि त दिन चलेको र साह्रै अलिअलि यसो छम्के जस्तो गर न एक दुई छिटा परोस् धेरै होइन अब फेरि थिचिदिनु कि थिचेको छैन नि सेकेन्ड कुदिरहेको छ कि छैन यति सेकेन्ड भनेर 2 सेकेन्ड भइसक्यो 3 सेकेन्ड भइसक्यो 4 सेकेन्ड भइसक्यो 5 सेकेन्ड 6 सेकेन्ड 7 सेकेन्ड 8 सेकेन्ड भइसक्यो अनि तेल लगाइदिए जेठो माइलो कान्छो गरेर बसेको भए कान्छो त्यो यता बसेछ अनि जेठो माइलो कान्छो त्यतिबाट like this. पकेट सेट हेर्नु त मन भित्र माथिबाट थियो मेरो कोठामाथि अब माथिको लागि हो खादैन आफै लाग्यो है ह के लाउने हो ननाउने लाउने हो क्या बुवालाई दिनु सिकाउनु पनि लाउने त के बुवालाई खिच्नदेखि पोख्नदेखि खिच्दै हुन्छ होला नि बुवा के हाँस्दै मात्रै हुन्छ होइन देखाइरहेको छु म देखाउनु भनेको छ खिचेको छैन खिच्नु यताबाट फर्काउँदा भइरहेको भने सबै आज खिच्नु भयो भने रोकिन्छ हातै लगाइदैन त्यो सेतो चाहिँ हातै बेला अनि अरू रङ लगाइदिन्छ तपाईँ चाहिँ त्यही मोबाइलमा हेर्नु न त्यहाँ हेर्दाखेरि चाहिँ कहाँ कहाँ आयो भनेर हुन्छ क्या त्यतापट्टि फर्काउनुहुन्छ नि त अलि माथिसम्म लगाइदियो सेतो अनि अरू रङ लगाइदिन्छ लाग्दैन नि क्या हो धेरै पानी हाल्यो होला अनि उता फर्काउनु मोबाइल हँ उता लाइटतिर फर्काउनु
लगाइदिएको छ अलिक ओराएर खिच्नु न, दुईजनाको मात्रै खिच्नु चाहिँदैन। राम्रो खिच्नु है गोरु हजुर गर्दा लगाइसक्नेले अनि खिच्नु अनि त्यसो गर्ने खोइ अनि पिठो त जलेकै छैन त लाग्यो त अब भित्रको देखिँदैन अब पिठै नभए जस्तो गर्छ सक्यो होला नि त पकाएर सेवा पकाएर सकिएन। बुवाले पनि हामीले टिको लाके यसै पालि बुवालाई खिच्न दिएको उता मोबाइल पकडेर खैनी मोले जस्तो गर्नुहुन्छ। मैले पनि हेर्नु पर्यो नि त। त्यसमा चाहिँ पानी नहाल्नु पर्यो नि। यो हो नि त खिच्ने तरिका। क्यामेरामा मिनराज रेग्मीको साथ दिनेश निरौला चन्दन अक्षता यहाँ छ, चन्दन अक्षता पर्दा पछाडि पर्दा पृष्ठमा लोकनाथ रेग्मी र खै एउटा यसो पुस्ने ल्याइदिनु मम्मी। सबैको बस्ने दिएर बल्ल बल्ल तिहारमा पहिलोचोटि घर बस्नु भएको त्यो चाहिँ खैनी मोल अलिक यता आइदिनु। यो एङ्गलबाट त कान्छा कालो देखिँदो रहेछ हौ। त्यत्रो क्रिम लगाइदिएको त क्रिमकै नाश भयो क्या हो झन् कालो। 3-4 थपा उब्रिएछ अनि यसो डल्लेको थियो टिभी टल्किरहेछ अनुहार। सनस्क्रिन लगाएर आएको होला। एउटा त क्यामेरा भइसकेको नाकमै लाग्छ नि। त्यहाँ कुर्सीमा बस्ने चाहिँ को भनेर क्या मम्मी यस्तो छ यो पिङ्क कलरको हेर्नु त त्यहाँ छ गुलाबी तारा कुन कलरको भएको हेर
भाइले सगुन पहिले दुई भाइले छोरी फोन हुन्छ 256 जिबी छ गणेश भगवान मेरो माथिपट्टि सेतो देखिएको चाहिँ मेरो थालै गर्दिनु पर्यो। दिएको नि आँखातिर बेला लाग्छ enggak gituin dah mulai dia tuh iya dah heran apa Ya tolong lihat aja. अहिले त अनार छ नि खाँदैछु त म त अहिले चाहिँ नखा अहिले चाहिँ नखा भात राख खाइसक्न आँटे झ्याम्ले चाहिँ ग्यास्ट्रिक बढ्छ गएर सोध्दै हाल्दैछु निधारमा लड्काएर सप्तरङ्गी टीको